If your video हजुरको for you पेजमा आइरहेको छ भने this reading is for you. Let me do quick relationship reading. Maybe you guys are in no contact situation or relationship मा प्रब्लमहरु भइराछ भने चाहिँ this reading is especially for you है. Okay, justice. So you're gonna get purity in this relationship. यदि यो रिलेसनशिपमा चाहिँ इनजस्टिस फेस गरिराख्नु भएको छ, तपाईले जुन एफर्ट लाउनु भएको छ आफ्नो पार्टनरलाई त्यो चाहिँ इक्वल गिभ एन्ड टेक भएको छैन, आफ्नो पार्टनरबाट इन रिटर्नमा पाउनु भएको छैन भने आउने दिनमा चाहिँ तपाईको पार्टनरले रियलाइजेसन गर्नुहुन्छ र इक्वल गिभ एन्ड टेक यो रिलेसनशिपमा चाहिँ तपाईले प्युरिटी पाउन सक्ने चान्सेस छ. मेबी यु आर म्यानिफेस्टिङ गुड रिलेसनशिप विथ अ पार्टनर एज वेल है. तपाईले म्यानिफेस्ट गरिराख्नु भएको छ, विशहरु राखिराख्नु भएको छ भने चाहिँ तपाईको विश पनि फुलफिल हुन सक्ने चान्सेस पोसिबिलिटिज छ. इफ यु गाइज आर इन नो कन्ट्याक्ट सिचुएसन, कम्युनिकेसन भइरहेको छैन भने चाहिँ रियुनियनको पोसिबिलिटिज पनि छ है. तपाई र तपाईको पार्टनर बीच रिकन्सिलिएसनको चान्सेस पनि छ. आउने दिनहरुमा हार्मोनियस रिलेसनशिप अगाडि बढ्न सक्ने पोसिबिलिटिज छ. Type 555 to claim this energy, and if you want personal tarot reading with me, you can directly DM me. Since this is general reading, सबैलाई रेजोनेट नहुन सक्छ, रेजोनेट हुनेले क्लेम गर्नु होला. Thank you.